बर्खायाम लाग्दासँगै पानी नपर्नुको पीडा किसानलाई भन्दा बढी कसले थाहा होला र। हाम्रो नवदुर्गाको एउटा रूप नवदुर्गाको रूप भएको हुनाले हाम्रो पहिलादेखि परमपूर्व कालदेखि चलिआएको यो पुर्ख्यौली चलन हो। यो पश्चिम बेल्टाभन्दा पूर्व बेल्टामा धेरै मात्रामा पूजा हुन्छ। 64 योगिनी पूजा हुन्छ एक साइडमा गाउँको छेउमा, बिचमा हुन्छ रक्तकालीको पूजा हुन्छ, उतापट्टि इन्द्र भगवान पूजा हुन्छ। अब सिकारी भन्ने चलन पनि छ। भगवान इन्द्र जल पानी परेन भने, पानीको वर्षा भएन भने तपाईँको गाउँमा रोग व्याध बाढी पहिरो भूकम्प आदि यी सबै जनित विषयलाई रोकथामको लागि इन्द्र भगवानको पूजा आराधना गरे। शिवजीको जलधारा गरेपछि हाम्रो यो पूर्वीय मान्यता अनुसार 4 किल्ला गाउँका बान्नी, 4 किल्ला गाउँमा रोकथाम गर्ने, आफ्नो गाउँको विशेष गरी प्रत्येक गाउँमा आफ्नो ठाउँमा आफ्नो चलन अनुसार यो पूजा गर्ने चलन छ। सन्सारी माईको विशेष गरी सन्सारी माई भनेकी नवदुर्गाको एउटा स्वरूप हुन्।